फ्रेंड्स नमस्कार। आज म हजुरहरु समक्ष न कुनै अनबक्सिङ भिडियो, न कुनै ट्युटोरियल भिडियो, न कुनै रिभ्यू भिडियो, त न कुनै अन्य जानकारी दिन यो भिडियो बनाइरहेको छु। हजुरहरुले मेरो गेटअप देखेर अनुमान लगाइसक्नु भयो होला। आज हामी नेपालीहरुले विश्वलाई चिनाउने एउटा विशेष पहिचान ढाका टोपी लगाएर जनवरी 1 विश्वका धेरै देशहरुले नयाँ वर्ष मनाइरहेको बेला हामी भने जनवरी 1 आजकै दिन शिरमा ढाका टोपी लगाएर एउटा अनौठो पहिचान विश्वका सबै मानवमाझ राख्दै यो विशेष पर्व ढाका टोपी दिवस मनाउँदै आइरहेका छौं। र विगतमा केही वर्षदेखि हामीले यसरी नै देश तथा विदेशमा रहेर मनाउँदै आइरहेको यो ढाका टोपी दिवस आज जनवरी 1 तारिक हो र हामीले यसरी नै हरेक वर्ष यो ढाका टोपी दिवसलाई मनाउँदै आइरहेका छौं। हजुरहरुलाई ढाका टोपी दिवसको यो पावन अवसरमा धेरै उत्तरोत्तर प्रगतिको शुभकामना साथै ह्यापी न्यू इयर 2026 पनि भन्न चाहन्छु, किनकि हामीले मनाउने ढाका टोपी दिवस उनीहरुको लागि अनौठो भए पनि हामीले पनि उनीहरुले मनाउने यो न्यू इयर सेलिब्रेसनमा कहीं न कहीं सहभागी बन्दै गर्दा उनीहरुको मनमा पनि हाम्रो यो ढाका टोपी दिवस प्रति उनीहरु पनि सहभागी हुने छन् भन्ने मलाई विश्वास छ। भनिन्छ नि, अरूलाई मान सम्मान गरे मात्र आफूले पनि उक्त मान सम्मानको हक राख्न सकिन्छ भनेर। त्यसैले सबैले सबैको पहिचानलाई एक आपसमा सम्मान गरेर मनाउनु मानव जातिको प्रमुख कर्तव्य हो जस्तो लाग्छ। हजुरहरुलाई कस्तो लाग्छ कमेन्टमा अवश्य पनि लेख्नु होला। हस् त आजलाई यति नै। जाँदा जाँदै हजुरहरुलाई पुनः एकपटक ढाका टोपी दिवसको शुभकामना भन्न चाहन्छु, साथै ह्यापी न्यू इयर 2026 पनि भन्न चाहन्छु। अर्को भिडियोमा म अवश्य पनि हजुरहरु समक्ष उपस्थित हुने नै छु, कुनै अनबक्सिङ भिडियो अथवा कुनै ट्युटोरियल अथवा कुनै रिभ्यू भिडियोहरु लिएर अथवा कुनै ग्याजेटको तपाईहरुलाई इन्फर्मेसन दिनको लागि भए पनि म उपस्थित हुने नै छु। तबसम्मको लागि मलाई भने बिदा दिनुहोस्। हजुरहरुको दिन शुभ रहोस् र नेपाली ढाका टोपी दिवस यहाँहरुले पनि धुमधामका साथ मनाउनु होला भन्दै म भने हजुरहरु समक्ष बिदा हुन्छु। हस्त नमस्कार।